नमस्कार साथीहरु, आज म फेरि नयाँ भिडियो लिएर आइसकेको छु। जसरी हजुरलाई थाहा नै होला, नेपालले अहिले युके को टुर गर्दैछ र यो टुर स्कटल्यान्ड र नेदरल्यान्डसित हुने त्रिगुणात्मक सिरिजको लागि तयारीको रूपमा हेरिएको छ र यो टुरमा नेपालले कुन टिमसित कहिले कतिवटा म्याच खेल्नेछ भन्ने तालिका सार्वजनिक भएको छ र आजको यस भिडियोमा म हजुरहरूलाई त्यसै बारेमा जानकारी दिन गइरहेको छु। र अब अझै ढिलो नगर्दै भिडियोको सुरुवात गरौँ। नेपालले आफ्नो यस भ्रमणको पहिलो खेल 16 मेमा खेल्नेछ कार्डिफ युनिभर्सिटीसित। त्यो खेल एउटा ओडी फर्मेट अथवा 50 ओभरको गेम हुनेछ र नेपालले त्यसपछि 2-3 दिनको ब्रेकपछि आफ्नो अर्को खेल 19 मेको दिन खेल्नेछ। त्यो खेल नेपालले एमसीसी क्लबसित खेल्नेछ र त्यो खेल पनि 50 ओभरको हुनेछ र त्यसपछि नेपालले आफ्नो अर्को खेल 22 मेमा खेल्नेछ र त्यो दिन नेपालले एकै दिनमा ग्लुचेस्टरसायरसित 2टा टी20 खेल्नेछ र त्यसपछि नेपालको अर्को गेम छ 26 मेमा। त्यो दिन नेपालले ग्लोमर्गनसित अर्को 50 ओभरको खेल खेल्नेछ र त्यसपछि 29 मेको दिन नेपालले स्कटल्यान्डको ए साइडसित अर्को एउटा 50 ओभरको खेल खेल्नेछ र 31 मेमा पनि नेपालले स्कटल्यान्डको ए साइडसित एउटा 50 ओभरको खेल खेल्नेछ। यही छ नेपालको युके भ्रमणको खेल तालिका र अहिलेसम्म कुन खेलाडीहरू युके टुरमा परेका छन् त्यसको सूची आएको छैन। त्यो सूची आएपछि म हजुरहरूलाई पक्कै नै भिडियो बनाएर जानकारी दिनेछु र आजको यस भिडियोको लागि यति नै। यदि हजुरहरूले अझै यस्तै भिडियो हेर्न छ भने हाम्रो यस च्यानललाई सब्स्क्राइब र यस भिडियोलाई लाइक गर्न नबिर्सिनुहोला। धन्यवाद।